हेलो गुड मर्निङ एन्ड स्वागत छ फेरि पनि हजुरहरूलाई सबैजनालाई मेरो भिडियोमा। सो म चाहिँ आज योभन्दा पहिला हामीले धेरै भिडियोहरू बनाइरहेको हुन्छ नि त, टिकटकमा अनि इन्स्टाहरूमा हाल्नको लागि र साथसाथै फेसबुकमा हाल्नको लागि रिल्सहरू बनाउने ठाउँ चाहिँ यही हो हाम्रो चाहिँ। लगभग सबैभन्दा धेरै चाहिँ हामी यही ठाउँको भिडियोहरू बनाइरहेको हुन्छौँ, यही ठाउँमा यही लोकेसनमा, किनकि हामीलाई चाहिँ यो ठाउँमा चाहिँ भिडियोहरू बनाउनलाई एकदमै राम्रो हुन्छ अनि सही लोकेसन जस्तो लाग्छ। सो तपाईँहरूले पनि आएर यसो यहाँ भिजिट गरेर मजाले बसेर यहाँको भाइब लिन सक्नुहुन्छ हैन, राम्रो फोटोहरू खिच्न पनि सक्नुहुन्छ। सो राम्रो छ, पार्क हो है। सो हामी चाहिँ धेरै जस्तो यो ठाउँको लोकेसनबाट भिडियोहरू बनाइरहेको हुन्छौँ। सो रुम नजिकै छ, सो त्यो कारणले गर्दाखेरि चाहिँ सो धेरै जस्तो चाहिँ यो साइडबाट बनाइरहेको हुन्छौँ र यो साइडमा नि होइन, अनि प्राय लगभग यो ठाउँको यो एरियाको चाहिँ भिडियोहरू बनाइरहेको हुन्छौँ हामी चाहिँ। अनि किनकि रुम छेउमा त्यस्तो खासै वातावरण छैन नि त, अनि यो ठाउँमा आएर बनाउँदाखेरि चाहिँ अब हल्लाहरू हुन्छ होइन, अब हल्लाहरू हुँदा त्यतिखेर त्यति धेरै असर पर्दैन नि त यहाँ चाहिँ। त्यो कारणले गर्दाखेरि चाहिँ यो ठाउँ चाहिँ एकदमै बेस्ट लाग्छ हामीलाई चाहिँ भिडियोहरू बनाउनको लागि। हामी 3 जना छौँ, सुरज, म अनि मेरो अर्को राहुल साथी भन्ने। धेरै जस्तो चाहिँ हामी राहुल तपाईँहरूले देखिराख्नु नै हुन्छ मसँग भिडियोमा। सो ऊ र म चाहिँ एकदमै एक्टिभै हुन्छु धेरै भिडियोहरू बनाउनको लागि, रिल्सहरू बनाउनको लागि चाहिँ। अनि अर्को साथी चाहिँ त्यति खासै ऊ चाहिँ के हुन्छ भने क्यामेराम्यान, हामी चाहिँ भिडियो बनाइरहेको हुन्छौँ अनि उसले चाहिँ क्यामेरा सुट हानिदिन्छ, किनकि केटाहरूलाई सपोर्टेड छ। अनि अर्को साथी चाहिँ प्रायः अब उसको काम हुन्छ, टाइम मिल्दैन हाम्रो खासै भए पनि, अब नाइट काम हुन्छ उसको, डे क्लास हो, एकछिन आएर सुत्छ। अब लगभग बिहान 4 घन्टा 5 घन्टा सुतेर जान्छ त्यही पनि, अनि बेलुका 5 साढे 5 बजीतिर रुममा आइसकेपछि अनि हामी जाउँ भनेपछि भिडियो बनाउनको लागि चाहिँ ऊ आइहाल्छ, रेडी हुन्छ। चाहिँ होस् केटाहरू एकदम सपोर्टेड छ, मिल्ने छ। अब लेट्स सी हेरौँ है, स्ट्रगल गर्दैछु, मिहिनेत गर्दैछु, अझै पनि अब केही इम्प्रुभ गर्न सक्छु कि भन्ने कुराहरू चाहिँ अब धेरै छ होइन। अब मिहिनेत गर्नुपर्छ, बिस्तारै गर्दैछौँ। र योभन्दा पहिला पनि धेरै भिडियोहरू हालेको थिएँ मैले युट्युबमा, सो कारणवश त्यो युट्युब च्यानल चाहिँ मोनिटाइज नहुने भयो र साथसाथै फेसबुक पेज पनि। सो त्यो कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ अहिले नयाँ च्यानल, नयाँ युट्युब च्यानल र साथसाथै नयाँ फेसबुकबाट भिडियोहरू पोस्ट गरिरहेको छु। सो सबैजनाले साथ दिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। सो एकअर्कालाई माया गरेर सपोर्ट गरेर अगाडि बढ्नुपर्छ हुन्छ। म पनि तपाईँहरूलाई सक्ने मबाट हेल्प गर्ने नै छु। सो यति नै भन्दै सो आजको भ्लग र भिडियो यहीँ समाप्त गर्न चाहे। हजुरहरूको दिन शुभ रहोस्।